कम्पनीमा जतिजना साथीभाइहरू हुनुहुन्छ नि, म हजुरहरूलाई के भन्न खोजिरहेको हुँ, म नि बोल्ड कम्पनीबाट नै हो। मलाई नै यहाँको 5-6 महिना भइसक्यो लङ्कावीर भन्ने बेबी होटलमा। यहाँ चाहिँ कोही पनि नआउनु है साथीहरू। 3जना साथीहरू यहाँबाट गएको होइन, तिनीहरूको साटोमा आज मलाई कल गरेर एजेन्टले भनिरहेको थियो, भोलि म मान्छे पठाउँछु रे, प्लिज कोही पनि नआउनु। यहाँको म्यानेजमेन्ट राम्रो छैन के। हाउसकिपिङ भनेर लाउँछ, हाउसकिपिङ पनि हाल्छ, पब्लिक एरियामा पनि काम दिन्छ। धेरै काम भयो भने फेरि रुम दिन्छ, रुम काटेर फेरि पब्लिक एरिया यस्तो गरेर लास्टै गाह्रो बनाउँछ। अनि पहिला जहाँ तपाईँहरू काम गर्दै हुनुहुन्थ्यो नि होटलमा, त्यहाँ जस्तो भने जस्तो सेलेरी यहाँ पाइँदैन। किनकि यहाँ महिनामा 6-7वटा छुट्टी दिइदिन्छ। पब्लिक होलिडेको कामै दिँदैन, 3-4 दिन हप्तामा सुत्नुपर्छ। त्यही भएर म भन्न के चाहन्छु, हजुरहरू यहाँ नआउनु। मैले आएको 6 महिना भयो है, मेरो अगाडि नै कति 10-11जना साथीहरू गइसक्नुभएको। अनि बङ्गालीहरू 2जनाको 2 दिनमा नै भागेको यहाँबाट, काम नगर्न सकेको। त्यही भएर मलाई जतिजना चिन्ने साथी हुनुहुन्छ है, प्लिज कोही पनि यहाँ नआउनु।